जय श्रीमन्नारायण सम्पूर्णमा यहाँ प्रश्न गर्नुभएको छ हाम्रो गंगाजीले चाहिँ हामी विवाहित महिलाले आफ्नो सासू आमा आमाजु अनि पतिदेव बाहेक अरूको पनि घोडामा यहाँ खुट्टामा दण्डवत गर्न मिल्छ कि मिल्दैन हजुर। अनि कसैले आफ्नो गुरुलाई घोडामै ढोगेको देखेर जान्न मन भयो भन्नुहुन्छ। विशेषतः म सम्पूर्णलाई जानकारी के गराउँछु भन्दाखेरि शास्त्रगत अनुसार यी माथि उल्लेख भएका सम्पूर्णको खुट्टामा ढोग्नै पर्ने हुन्छ र विशेषतः गुरुको विषयमा चाहिँ कुरा गर्नुपर्दा अब गुरु पनि हामीले विशेषतः तीन प्रकारका हुन्छन्, पुरोहित गुरु र शिक्षा गुरु र अन्तमा दीक्षा गुरु, जसबाट हामीले चाहिँ मन्त्र कानमा हामीलाई उहाँ प्राप्त भएको हुन्छ र विशेषतः उहाँहरूको विशेष महत्त्व आफ्नो आफ्नो सबैको महत्त्व छँदैछ। तर दीक्षा दिएपछि हाम्रो चाहिँ भगवानको समीप लैजाने मन्त्रद्वारा हामीलाई चाहिँ विशेषतः एक आस्था प्रदान गर्ने र भगवानको नजिक लैजाने एउटा समीप लैजाने एक माध्यम बन्नुभएको कारणले गर्दाखेरि हामीले सुन्दै आएको कुरा के छ भन्दाखेरि गुरु र ब्रह्मा गुरु र विष्णु गुरु र देव महेश्वर गुरु साक्षात् परब्रह्मै तस्मै श्री गुरुवे नमः है त। विशेषतः भगवान हामीले गुरुलाई जड शरीर विशेषतः यो चाहिँ हाड मासको शरीर भनेर मान्नु हुँदैन। गुरु भनेपछि चाहिँ हामीले साक्षात् ब्रह्म भनेको छ शास्त्रमा। त्यसकारणले गुरुजन इत्यादिको लागि आफ्नो विशेष गुरुलाई देख्न साथ नमस्कार या ढोग्नु परेमा विशेषतः जसले ढोक्नुहुन्छ उहाँ आफ्नो गुरुहरूलाई एकदम सत्य सही कुरा हो र विशेषतः हामीले ढोक्नु पर्ने नै हुन्छ, खुट्टामै ढोग्नु पर्ने हो। तर खुट्टा चाहिँ स्पर्श गर्ने कि नगर्ने है त, किन पाञ्चाङ प्रणाम गर्ने चलन छ हाम्रो संस्कारमा। विशेषतः यो स्त्रीको लागि विधान छ। पुरुषले चाहिँ दण्डवत प्रणाम गर्ने, साष्टाङ प्रणाम गर्ने, पुरै अङ्ग मजाले सुतेर हातदेखि पाउसम्म छोएर संस्कार छ भने स्त्रीहरूका लागि भने पाञ्चाङ प्रणाम भनिएको छ। पाञ्चाङ प्रणाम भन्नुको अर्थ छातीको भाग र पेटको भागले भुइँमा अर्थात् पृथ्वीमा स्पर्श गर्नु हुँदैन, त्यसरी प्रणाम गर्नुपर्छ भन्ने चलन छ। त्यसै कारणले गर्दाखेरि स्त्रीहरूका लागि त्यसरी प्रणाम गर्ने विधान छ। र तपाईहरूले विशेष गुरुजनलाई प्रणाम गर्नै पर्यो भने आफ्नो विशेष त प्रमुख गुरु जो हुनुहुन्छ उहाँलाई प्रणाम गर्नु पर्यो भने तपाईले टाढैबाट भनेको उहाँलाई अनुमति लिने, खुट्टामा स्पर्श गर्ने कि नगर्ने। यदि उहाँले अनुमति दिनुहुन्छ खुट्टामा स्पर्श गर्ने भने खुट्टामै गर्दा भयो। यदि उहाँले चाहिँ खुट्टामा स्पर्श गर्ने अनुमति दिनु भएन भने विशेषतः अलि परै हामीले पाञ्चाङ प्रणाम चाहिँ विशेष गरेर महिला दिदीबहिनीहरूले चाहिँ उहाँहरूको लागि विधान चाहिँ गरिएको छ है त। त्यसकारणले यसमा हामीले गुरुलाई चाहिँ जड शरीरको चाहिँ संज्ञा दिनु हुँदैन। गुरु भनिसकेपछि साक्षात् ब्रह्मको स्वरूप हुन्। त्यसकारणले भनिएकै छ यदि भगवान र आफ्नो गुरु साक्षात् एकै पटक चाहिँ साक्षात्कार दिनु र दर्शन दिनु भएछ भने सबभन्दा पहिला ढोक्नु भनेकै हामीले गुरुलाई हो। त्यसकारणले अब चाहिँ यो मनमा संशय छैन भन्ने आश गरेको छु मैले। र तपाईलाई विशेष त यस्तै किसिमको केही मनमा प्रश्न छ, शङ्का छ भने तपाईले आफ्नो कमेन्ट मार्फत चाहिँ भिडियोमा चाहिँ कमेन्ट चाहिँ गरी सोध्न सक्नुहुन्छ है त। जय श्रीमन्नारायण, राधे राधे, जय श्री कृष्ण।